दाइलाई के चाहिन्छ भनेर पहिलो कुरो एडिटिङ चाहिँदो रहेछ दाइले भन्नुभएको हिसाबले र स्टोरी टेलिङ चाहिँदो रहेछ र थम्बनेल र म एक्स वा सर्ट पिइबी म दुइटै गर्छु र म चाहिँ दुइटै गर्ने भएकोले हजुरले मलाई सिलेक्सन गर्न सक्नुहुन्छ दाइ र म अझै राम्रोसित मेरो पिपी स्किल र स्टोरी टेलिङ स्किललाई म बढाउन चाहन्छु र हजुरलाई के कस्तो लाग्छ मेरो एप्लिकेसन भिडियो र म यसमा चाहिँ म पकेट र जावा एडिसन दुइटैबाट खेल्छु र अहिलेसँग मसँग एभाइलेबल भएको मोबाइल हो त्यसै कारणले गर्दा मैले अहिले मोबाइलबाट बनाइरहेको छु र म पिसीबाट नि बनाउन सक्छु र म एप्लिकेसन र म स्टोरी टेलिङ भन्न गइरहेको छु स्टोरी टेलिङ यो हो एउटा मेज जो 1.21 अपडेटमा आएको थियो र यो मेजले चाहिँ यो एसएमपीमा यो सबैभन्दा पावरफुल भेपिएनको रूपमा मानिन्छ यो आफैमा पावरफुल छ तर यसमा दुईटा कमान्ड यो एसएमपीमा दुईटा कमान्ड रहेको छ यो मेजमा मात्रै छ यो ओन्ली वान मेज हो यो यसलाई अब्टेन गर्नको लागि जे पनि हालतमा म अब्टेन गर्न नै सक्छु र यसले हामीले अब्टेन गरेपछि यसले स्ल्यास ब्यान्ड र स्ल्यास किलको हामीलाई कमान्ड दिन्छ र मेरो दाइको कुराले यति नै चाहिन्छ र मैले सोधेको थिएँ सब्सक्राइबर कति हुनुपर्छ र भ्युज कति आउनुपर्छ त्यसमा म्याटर गर्दैन अरे र अब दाइकोसँग मिलेपछि थोडा बहुत भ्युज आउँछ म राख्छु अब हजुरहरूलाई कन्टेन्ट पनि दिन्छु र म चाहिँ भ्युजको लागि यो एप्लिकेसन हालेको होइन है फेरि यो एप्लिकेसन चाहिँ मैले सिर्फ म खेल्न पाऊँ र म रमाइलोसँग साथीभाइसँग मिलेर खेल्न पाऊँ र मेरो भनाइ अब यति नै हो र हजुरलाई के कस्तो लाग्यो कमेन्ट पनि गरिदिनु होला र यो फर्स्ट भिडियो रहेको छ मेरो सञ्जय ढकाल च्यानल आइडी बिग्रिएको कारणले गर्दा म नेक्स्ट च्यानलमा हाल्ने गरेको छु र यही च्यानलमा मेरो मुख्य भिडियो आउँछ र आजको लागि यति नै हस्त धन्यवाद बाई बाई।